बिल्कुलै जितेको आन्दोलन थियो। देशको प्रधानमन्त्री भागिरहेको थियो, देशको गृहमन्त्रीले राजीनामा दिइसक्नु भएको थियो, मन्त्रीहरूले भक्काभक राजीनामा दिने चलन आइसकेका थियो, राष्ट्रपति पनि कुन्दुलोमा लुक्यो, अत्तो पत्तो थिएन। तर एनजिओका साथीहरू आएर फेरि यो देशलाई द्वन्द्वमा लिनका लागि राजनीतिक मुद्दाभन्दा धेरै पर गएर सिर्फ एउटा कुर्सी मात्र परिवर्तन भयो। यसले फेरि द्वन्द्वको सिर्जना गर्छ, फेरि आन्दोलन हुन्छ। यसले कसरी हुँदैन? माग के थियो? त्यो 75 जना मरेका मान्छेलाई सोध, जो घाइते हुन् तिनीहरूका पीडितलाई सोध, जो मरे आज तिनका परिवारलाई सोध न, के थियो माग? सबभन्दा पहिला माग थियो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री। दोस्रो माग थियो यो देशको सबभन्दा बढी आज खर्च केमा आउँछ भन्ने कुरा यहाँ अर्थविज्ञहरूलाई सोध्नुहोस् तपाईँ। आज 1 वर्षमा 4 खरब भन्दा बढी पैसा आज प्रदेशका नाममा खर्च हुन्छ। यो देशको आवश्यकता नै होइन, त्यो प्रदेश पालिराखेको छ। हुँदा हुँदा त मलाई अचम्म के लाग्यो भने त्यो राजनीतिक वार्ता गर्न गएका साथीहरूले राजनीतिक ज्ञानको कमीले गर्दा आज यो सफलताको सिडी चढ्न सकिएन। अब प्रतिनिधि सभा विघटन गरेछ, राष्ट्रिय सभा चाहिँ जीवित राखेको छ। ल हेर्नुहोस् त, यो के गरे आयो?